Hello, my amazing hearts. Today I'm super excited to share a little day out I had with my Buddha, and after watching this video you will get to know how much we explored, laughed and made some great memories, and I hope you enjoy watching it as much as we enjoyed living it. Now you can hear the name of this place from my Buddha. यसको नाम अलिक राम्रोसँग प्रोनाउन्सिएसन गर्दिछु त भिजिट गर्नु होला हैन आज चाहिँ हामी बुढाबुढी आएको छौं मेरो ठुस्के बुढासँग आएको छु म आज अब यहाँबाट चाहिँ हामी इन्ट्री गर्ने हामीले पैसा पे गर्नुपर्छ कि नाइ बुढु हो हजुर हो र छातालाई मार भनेछ एक दुई शब्द बोल्देऊ न त हो तिमीले आँखा देखेछौ आँखा देखेछ लु हरिप यहाँ है ठाउँको नाम चाहिँ डान्स गर्दैछु यहाँ हेरेर इन्जोय गर्नु होला प्रतिमा लहेर भोलि पर्सि त आइस भने तँलाई म यो ठाउँमा घुमाउन लिएर आउँछु ओके साल नानीको लागि केही जाओस् न त बुढा आऊ घुमाऊ जस्ट ओन्ली आई मिस यु त भनेन त साल नानीलाई हो बर्ड्सहरू बसेको ट्री के कस्तो राम्रो बनाएको वाउ कस्तो दामी भाइ फेरि कति गर्मी हो हामी चाहिँ यहाँ माथिसम्म आइपुग्यौँ मेरो बुढाले लिएर आउनु भएको हो होइन यहाँ कस्तो राम्रो यो के भगवान् रहेछ है यहाँ माथि त यस्तो कमलको फ्लावर छ त आम्मामा धरहरा हेर न नेपालको धरहरा छैन के भन्दा अनि यो त सेम टु सेम धरहरा जस्तै छ पान्डा तिम्रो साथी छ आयो फेरि कंगारू यहाँ कंगारू आयो बुढी ल ल हिँड नखै म यस्तो भिडियो कंगारू हो त नि यसको मिनिङहरु चाहिँ आफै हेरेर बुझ्नु होला
helping future generation. गरेर ए यहाँ गौतम बुद्ध हो ए होइन सरी कस्तो येल्लो कलर देखेर कि गौतम बुद्ध जस्तो लाग्यो लिभिङ बुद्ध यहाँ यो कहाँको अरेमा रहेछ आमा कस्तो राम्रो फ्रेन्डहरू हो भने ओ माई गॉड यु लुक लाइक अ सेम मंकी फ्रेन्ड पारी यही पनि त कमलको फुलै हो नि होइन र कमल फुल देखेँ मैले ऊ बेलामा जनावरहरूले पनि फोनमा बोल्थ्यो क्या अनि ऊ बेला त खतरा हो नि त्यो जनावर त मान्छे भएको अहिले एनिमेटेड मुभी जस्तै हो क्या हुनसक्छ त्यो इनसाइड साँच्चैकै लकर छ ओ माई गॉड कति धेरै फ्रेन्ड तिम्रो फ्रेन्डहरू पपया हेर न पाकेको बनाएको अरू त ठिकै हो यो पाकेको चाहिँ पक्का रियल जस्तो आमालाई माया गऱ्यो। प्रेम लाउँदैछन् दिदी बहिनीहरूले वाउ कस्तो दामी कस्तो क्युट वाउ Hello, Buddha. Wow, दामी फेरि अझै लो भयो केही देखिन्न त त्यो गर्दैन
नाउ ब्याक टु होम बुढा आज कस्तो लाग्यो ठिकै हो हजुरलाई? घाम हो गार्कुन के हो के हिस्ट्री थाहा भयो पढ्न जाउ लाग्छ थाहै भएन एनिथिङ दिस प्लेस मलाई छाता उडाउन आएको नि तिमी अनि के भन्छ रानीलाई उडाउनु पर्यो ए हो रानी मारे नि मलाई तर कस्तो राम्रो है के छ? स्टोरीहरू मजाले अलिक के लाइक घाम नहुँदाखेरि आयो भने चाहिँ बुझिन्छ स्टोरीहरू राम्रोसँग रिड गर्न सक्यो टाइम निकालेर भने चाहिँ राम्रोसँग थाहा हुन्छ नि त अब हामी त घामले पोलेर यत्तिकै खुइ पिक्चर मात्र हेर्दै हिँड्दै गरेको त्यही पिक्चर आफै लाइक हुन्छ नि हामी आफैले कमन सेन्स लगाएर यो पिक्चरले चाहिँ यो भन्न खोजेकै भनेर चाहिँ होइन आफै रिड गर्दै आफ्नो दिमागले रिड गर्दै हिँड्दै अब त्यस्तै भयो अहिले चाहिँ अब मेरो बुढालाई चाहिँ तिर्खा लाग्यो रे फेरि के गर्नु गर्मी नि कति साह्रो गर्मी है प्रभु होइन 5-6 बजीतिर आयो भने त ठिक्क हुँदो रहेछ कि यहाँ चाहिँ अनि 1 आवरमा मजाले घुम्न मिलिहाल्छ नि लास्टै गर्मी हो एउटा कुरा चाहिँ मलाई मन परेको मेट्रो स्टेसन चाहिँ एकदमै नजिक मान्छे देखेरै टर्सेला हो म त बोक्सिनी जस्तै देखेछु कति साह्रो घाम हो राम 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 एमआरटी स्टेसन ए यहाँ त एमआरटी भन्छ है वास्तवमा त खालि उतातिर त्यो मेट्रो स्टेसन भनेर बोलेको बानी अनि मेट्रो भन्नुहुन्छ तर मेट्रो पनि हो जसले जे बुझ्नुहुन्छ त्यही बोल्नुहोस् हाई बुढा यता हेर न केही बोल घामले खायो क्या तिमीलाई घामले लास्टै खायो जस्तो बिचरा गलेर हेर त उसै त कलिलो मान्छे झन् कलिलो भाषन् मेरो बुढा कलिलो मान्छे झन् कलिलो भएर होइन कहाँ छ र टोइलेट